हामी कहाँ जानु लाग्यो ल मोटेकोमा जानु लाग्यो आज हाम्रो बाबुले चाहिँ न्यू रेस्टुरेन्ट खोल्दै हुनुहुन्छ अनि हामी खोल्नु भएको छ है अनि हामी जान लाग्यो यहाँ टुई 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 अगाडि पो मोमो न न बाबु चट्याङ It's my mini vlog. बत्ती गएको वाउ दामी एकदम राम्रो टाइम पनि हो आउने बित्तिकै दही पायो है आजकल मेरो देवरहरू चाहिँ सबैजना ह्यान्डसम छ यता यता तिमी त मेरो ठुलो छ र यता देखेछ यता मेरो नन्द सबैजना ह्यान्डसम एन्ड ब्युटिफुल यता अर्को चिन्ता केही छैन दही खाने हो बाबु नो सक्यो बाबु छैन सक्यो सक्यो ला सक्यो दादाको पनि सक्यो आयो यता ससेज च्यालेन्ज गर्छु नि त मलाई अनि च्यालेन्ज गर्नु भने जित्दिन्छु साउजी यस यस कसको लागि चटपटे हो यो बुढीको लागि बुढीको लागि हो बुढीको लागि बचेको चाहिँ ससेको त मान्छे छ नि कता होइन अब कति क्यान्सरको कसैलाई प्लास्टिकसँग तताउँछ त्यो भातको प्लास्टिक आयो त्यसरी थाल त्यसरी बनायो त्यसमा प्लास्टिकमै खाइन्छ गर्दैन बाबु चम्चा हामीले चाहिँ सबै कुरा खाइसकेर पेट टन्न भएर यतापट्टि के गर्दैछ भनेको त फुपू काकाहरू त मम्मी एन्ड द बसको गर्दै रहेछ अनि बाबुको एकदम राम्रो लाग्यो है ठाउँ अनि उहाँहरूले मिहिनेत गर्नुहुँदैछ हजुरहरू पनि पोखरामा हुनुहुन्छ भने विद्यानिकेतन स्कुलको छेउनेर गएर भिजिट गर्न सक्नुहुनेछ मिठो मिठो खाजा खान सक्नुहुनेछ त्यसपछि चाहिँ अनि सबैजना अब घर त लाग्छौँ छोराहरूलाई चाहिँ घरि गएको छ भन्छ घरि के भन्छ होइन अनि यसरी नै हामी चाहिँ अब लाग्नेछौँ र ठाउँ पनि मैले तपाईँहरूलाई भित्रको मजा देखाइसकेँ मैले रेकर्ड गर्दै बाइक आउँछ के साथीहरू जहिले पनि यस्तै अनि हामी चाहिँ यसरी लाग्यौँ है अनि आजको भिडियो चाहिँ छोटो मिठो छ अनि म अर्को भिडियो फेरि लिएर आउने नै छु त्यससम्मको लागि चाहिँ पर्खेर बस्नुहोस् होला बाई बाई नमस्ते सेवारो